क्लियर छैन भने नबुझेको कुराहरु हजुरले नोट गरेर राख्नु होला। अन्तिममा हजुरहरुले क्वेशन गर्न सक्नुहुन्छ है, बीच बीचमै चाहिँ नगर्दिनु होला। र यसरी पुनः रिपर्चेज गर्दाखेरि 2% देखि 39% सम्म डिस्काउन्टमा सामान पाउने भयो र 7550 को भनेको हाम्रो बेसिक आईडी हो, यसले थोरै इन्कम गर्न सक्ने भयो। 15750 भनेको हाम्रो प्रिमियम आईडी रह्यो, यसले मिडियम कमाउन सक्ने भयो र 31550 भनेको बिजनेस आईडी भनेर भन्छौं। यसलाई हामी यो बिजनेस आईडीले सबै प्रकारको इन्कमहरु कमाउन सक्ने भयो र डाइरेक्ट रिफरल हाम्रो 4 प्रकारको इन्कम गर्न सकिन्छ। जस्तै मानिलियौ हामी 31500 मा को सामान खरिद गरेर आएका छौं भने हामी बिजनेस आईडी भयौं, हामीले सबै प्रकारको इन्कमहरु गर्न पाउने भयो र आफैले सामान खरिद गर्दै गर्दाखेरि अलगै यसमा रिवार्ड पोइन्टहरु भन्ने हुन्छ, जुन रिवार्ड पोइन्ट 50 रुपैयाँ बराबरको एक रिवार्ड पोइन्ट हामीले प्राप्त गर्छौं र हाम्रो साथीले खरिद गर्दै गर्दाखेरि साथीले नै 50 रुपैयाँ बराबरको एक रिवार्ड अंक प्राप्त गर्नुहुन्छ भने हामीले चाहिँ 100 रुपैयाँ बराबरको एक रिवार्ड अंक प्राप्त गर्छौं। सपोज मानिलियौ हामी 9% मा छौं, हामी बिजनेस आईडी 7550 को सामान खरिद गर्न हाम्रो साथीहरुलाई हामीले इन्करेज गर्यौं र उहाँले खरिद गर्नु भयो भने हामीले 7550 को 9% पाउने भयो। 15750 को सामान खरिद गराउनु भयो भने त्यसको 9% पाउने भयो। 31550 को सामान खरिद गराइयो भने पनि 9% पाउने भयो। यो एक प्रकारको यसलाई ग्रुप प्रॉफिट भनेर भन्छौं हामी र 4 प्रकारको हामीलाई रिफर बेनिफिट भनेर चाहिँ हुन्छ यसमा, यो सिस्टममा। र दोस्रो सिस्टम भनेको पोइन्टको म्याचिङको आधारमा हुन्छ, पोइन्टको सिस्टमले रने हुन्छ। त्यो पोइन्टको सिस्टमले चाहिँ सानो सानो अंक हामीसँग 3 जना साथी रिफर गरिएका हुन्छौं, 3 जना साथी रिफर गर्नुपर्ने हुन्छ। यी सबै प्रकारको इन्कम लिनको लागि 3 जना साथी रिफर गर्दै गर्दाखेरि सानो सानो अंक दुईटालाई जोडेर ठूलो अंकसँग, ठूलो एमाउन्टसँग चाहिँ म्याचिङ गर्ने सिस्टम हुन्छ र हामी आफैले खरिद गरेको 50 रुपैयाँ बराबरको एक पोइन्ट साथीले खरिद गर्दै हुनुहुन्छ भने त्यहाँबाट 100 रुपैयाँ बराबर एक पोइन्ट भनेपछि सानो सानो एमाउन्ट खरिद दुईटा जोड्दाखेरि 233 पोइन्ट हुँदो रहेछ। 233 पोइन्ट इन्टु आफू जुन पर्सेन्टमा छ, आफू 7% मा हो कि 9% मा हो कि 5% मा, त्यसैलाई याद गर्नु होला। आफू जुन पर्सेन्टमा छ, मानिलियौ 9% को कुरा गर्दैछौं, हामी 9% मा छौं। 233 पोइन्ट इन्टु 9%, एक पोइन्टको भ्यालु भनेको 40 रुपैयाँ इन्टु 40 रुपैयाँ, त्यसको शेष जुन 838 रुपैयाँ 80 पैसा हुन आउँछ त्यो पनि हामीले विदिन अ सेकेन्डमा प्राप्त गर्छौं। अर्को रहेको छ जेनेरेसन प्रॉफिट भनेर हामीले यसलाई भन्छौं, जुन जेनेरेसन प्रॉफिट भनेको स्टेप बाइ स्टेप आफूले रिफर गरेको साथी र साथीले रिफर गरेको साथी, साथीले पनि रिफर गरेको साथी, उसले पनि रिफर गरेको साथी, यसरी हुँदै जान्छ र 5औं लेभलसम्म भएको बिजनेसको प्रॉफिटको 10% हामीले प्राप्त गर्छौं। 5औं लेभलसम्मको 10% हामीले प्राप्त गर्छौं र फेरि हामीले डाइरेक्ट रिफर गरेको व्यक्ति जुन लेभलमा तल जहाँ भए पनि डाइरेक्ट रिफर गरेको व्यक्तिले जति यो सिस्टमबाट अर्निङ गर्नुहुन्छ, कमाउनुहुन्छ, त्यो उहाँ आफैले पाउनुहुन्छ र त्यो बराबरको प्रॉफिट कम्पनीको हामीले त्यसको 10% हामीले लिडरशिप बोनस भनेर हामीले प्राप्त गर्छौं। बुझ्दै हुनुहुन्छ? यो पीडीएफ ग्रुपमा हामीले छोडेका छौं, हजुरहरुले आफ्नो आफ्नो ग्रुपबाट लिनु सक्नुहुन्छ। यदि छैन भने पनि हजुरहरुले फेरि पनि लिन सक्नुहुन्छ। अब हामी पनि यो 3टा शीर्षकमा यो कम्पनीसँग जोडिने भयौं भने हामीसँग जोडिने साथीहरु पनि यही 3टा शीर्षकमा जोडिने भए हैन र आफैले खरिद गरेकोबाट 50 रुपैयाँ बराबर एक रिवार्ड अंक प्राप्त हुन्छ भने साथीले खरिद